पुरुष निसन्तानपन कति प्रतिशत केसेसमा हुन्छ र किन महिलालाई मात्रै दोष दिइन्छ हाम्रो समाजमा? अब पुरुष निसन्तानपनको कुरा गर्दाखेरि पहिला सुरु चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि निसन्तानपन तपाईको चाहिँ अहिले विश्वभरिमा एउटा जल्दो बल्दो समस्या हो। हजुर। जसरी तपाईको चाहिँ अरू रोगहरू देखिएका छन्, सुगर, प्रेसर, थाइरोइडहरू हैन, त्यसका लक्षणहरू देखिन्छन्। त्यसले गर्दाखेरि चाहिँ त्यही बढी हाइलाइट भएका छन् भनेदेखि तपाईको चाहिँ निसन्तानपनको त कुनै लक्षण नदेखिन पनि सक्छ हैन। त्यसले गर्दाखेरि चाहिँ यो त्यति चाहिँ चासोको विषयवस्तु बनेको देखिँदैन। अब तपाईको डेटा हेर्ने हो भनेदेखि संसारभरमा लगभग हरेक तपाईको चाहिँ 10 मध्ये 1-2 दम्पतिमा लगभग विज्ञानले चाहिँ 10 देखि 15% भनेर भन्छ। भनेको हरेक 100 तपाईको वैवाहिक दम्पति मध्ये तपाईको चाहिँ 10-15% मा चाहिँ यो निसन्तानपनको समस्या छ। अब पुरुषको निसन्तानपनको कुरा गर्ने भनेदेखि चाहिँ तपाईको लगभग 20 देखि 30% कारण चाहिँ पुरुषकै तपाईको कारणले गर्दाखेरि हुन सक्छ।